अनि साँझ घर फर्किन साथ त म त एकदम सक भइहाले। आज चाहिँ गाइज मेरो दाई इन्डियाबाट आउँदैछ। अब त्यसले मेरो लागि के लिएर आउँछ हेरौँ है। केही पनि लिएर आउनु जस्तो लाग्छ मलाई, किनकि त्यसले केही पनि ल्याउनु। सो हेलो गाइज, हाम्रो दाई चाहिँ अब हावाबाट आउनु भएका छ। मेरो दाई मैले चाहिँ मेरो दाइलाई इन्डियाबाट आउँदाखेरि एउटा माइक लिएर आइदिए भनेको थिएँ होइन, टक्क यहाँ यसो भिडियो सिडियो बनाउनुको लागि चाहिन्छ भनेर। तर त्यसले अब पैसा नपुगेर अलि लो क्वालिटीको माल लिएर आए जस्तो छ। अब हामीले अब एकदम राम्रो क्वालिटीको माइक किन्न सक्ने हाम्रो औकात छैन होइन। जे भयो नि अब ठिकै छ, यति लिएर आइदियो मेरो दाइले। एकदम मुरी मुरी धन्यवाद। यही हो, अब जति भयो नि अब लिएर आइदिएको छ। यति भए पनि यो इमली लिएर आएको रहेछ गाइस मेरो दाइले। यो मलाई बबाल लाग्यो अनि त्यो म खाएको खाइछु अघिदेखि। अनि गाइस यो बाइक अरू तपाईँलाई के देखाउँछु भन्दाखेरि म मेरो दाइले चाहिँ यो परफ्युम ल्याएको रहेछ। अब चाहिँ यो मेरो लागि मस्त भयो होइन। अनि यो चाहिँ नक्कली नोट हो। अनि साँझतिर चाहिँ म आफ्नो साथीहरूलाई भेट्न डान्स क्लास गएँ। अनि त्यहाँ हामीले एकछिन यसो डान्स पनि गऱ्यौँ होइन। खतरा मुभ्स भन्यौँ डान्सको, हेर्नुहोस्। अनि साँझ घर फर्किन साथ त म त एकदम सक भइहालेँ। हेर्नुहोस् म किन सक भयो भन्दाखेरि हाम्रो घर आज पनि मासु पाकेको रहेछ। म एकछिन यसो मासु पाकेको खुसीमा एकछिन डान्स गरेँ अनि खाएर सुतेँ।